Hello guys, welcome back to my YouTube channel. It's Mrs. Thapa Mगर. Hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु. So guys, अहिले म मेरो माइतमा छु. अनि अहिले चाहिँ यहाँ मामा घरमा छु. नभन्नु तपाईँ आफै बोल्नु म बोल्दिन केही पनि. हेर्नु त माइता मामा घर आउँदा नि फर्सी साग के लाउँदैछ मलाई पकाउनु दिनु लाग्यो. उहाँ चाहिँ हाम्रो कान्छी माइजू हुनुहुन्छ. अहिले त्यसै भनेको मैले हिजो खाइसकेँ कुखुरा मासु. आज आउनेलाई चाहिँ साग हो के. फेरि फोन पनि गरेको छैन रे आज आउने मान्छेहरूले. मलाई फोन पनि गरे रिस उठेर बसिराख्नु भएको माइजू चाहिँ. त्यही भएर साग पकाएर राखिदिनु लाग्यो. अब घरमा चाबी लाएर जाने अरे जङ्गलतिर. माइतमा कोही आयो भने पनि फर्केर जाओस् पिँढीमै बसेर. फोनै गरेको छैन र दिदीबहिनीहरू किन फोन नगरेको हो र. मैले चाहिँ आन्टीहरूलाई बोलाएको थिएँ कि भेटघाट गर्नको लागि. अब म सबैको घर घर जान अनि अब छुट्टी पनि सकिन लागिसक्यो. त्यही भएर चाहिँ आन्टीहरूलाई सबैजनालाई भेट्नको लागि चाहिँ मैले मामा घरमा बोलाएको थिएँ. अनि आज चाहिँ आउँदै हुनुहुन्छ. तर माइजूलाई चाहिँ खाना बनाएर राख्ने मान्छेलाई चाहिँ फोन पनि गरेको छैन अरे कसैले पनि. अनि त्यही भएर अनि रिस उठेर साग पकाइदिनु ला दिदीबहिनीलाई. मैले त हिजो खाइसकेको कुखुराको मासु लोकल छ. आफै पकायौँ आफै खायौँ. बिहान आउने बित्तिकै मम्मी घरमा खायौँ कुखुराको मासु लोकल कुखुराको. अनि फेरि बेलुका माइजूको घरमा. अनि बुङ्गुर अरे अहिले एकछिनमा बुङ्गुर चाहिँ काट्दैछ. अनि बुङ्गुर चाहिँ मलाई मात्रै अरे दिदीबहिनीलाई चाहिँ साग पकाएर दिने. हेर्नुहोस् गाइज यो साग यस्तो छ. ला 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 भेना त जानुभयो. यी गर त चिची अड्केछ त हिजोको खै. मामा भेनासँग बसेर है भेनालाई साथी ल गएँ म. तिमीहरू अहिले आऊ है भेनालाई लिएर आऊ ल नुनु घरमा. म रोटी पोल्नु गएँ हुन्छ. लगाइस यो चाहिँ हिजो घिउ र चिनीमा मोलेर राखेको पिठो अब रोटी पोल्नको लागि. अनि अब चाहिँ म रोटी पोल्छु. फ्रिजमा राखेको जमेर यस्तो भयो. गाइस हामी चाहिँ अब रोटी पोल्नु लाग्यो. यहाँ तेल ताप्दैछ. म्याडमले पोल्नुहुन्छ रोटी चाहिँ. मम्मी उठ्दैन त. उठ्यो त. ए उठ्यो 360 को घिउ हालेको नि त. नउठ्नु त पुरै आउँदैन. 360 हातको चुरा जस्तै बाला मम्मीको रोटी. अनि यो झन् ठुलो होला नि अझै आज. अब काँडा निस्क्यो नि कस्तो मजाले. तर खस्रै थियो सुरुमा. अहिले मुस्दा त्यो उस भइसकेर मात्रै हो. के भएछ न लाड लाग्दैन भेना. साली आउँदैछ यस्तो भोक लाग्यो भन्नु. रोटी खाने हो क्या अब भेना र. अनि घिउ हालेर त रातभरि मोलेर राखेको यस्तो हातमा रगत चुइने गरेर. यो फर्स्ट रोटी हो. अब थुक्नेले अब मैले कहिले निले कागज मम्मी हाल्नु पर्दैन है. कागज हाल्नु पर्यो. जब अब कागज सेजनसँग कपमा लिएर आउँछ. पुरानो कपी छैन कि त्योसँग. पुरानो कपमा लिएर आऊ छिटो छिटो प्लिज भेना प्लिज गो. बाबु त्यहाँ मेरो छिरानी मुनि त्यो पुरानो ऊ छ किताब लिएर आइज त कपी. त्यो मेरो त्यहाँ लेखेको हिसाबले हाल्नु छिटो. यस्तै गर्नु है मम्मी. दस बिगारे यार. दुईटा माइजूलाई पुग्यो. अब माइजू चाहिँ दुईटा मात्रै ल्याइदिनु भान्जी मलाई रोटी भने. उनीहरू आमा छोरालाई एकवटा रे. माइजूको भाग भइसक्यो. एउटा यहाँ दुईटा.
माइजूको लागि रोटी तयार छ एउटा आमा छोरालाई डोसामा आगो धोएर भयो अर्को आङतिङकाले यहाँ आङतिङ काटेर मगाउने बाहा बाहा दामी भयो फेरि वाउ काला त राख्छ तेल धेरै भयो पेलु हेर्नु कस्तो खान्छ जो होला ngay di man chụp là nó rổ ra nè उल्टा यस्तो गरिमा चालिन नाइज यहाँ सिरी माथाले चाहिँ प्याज तपाईँले त थोरै हाल भनेको होइन यसरी जान्छ नि त आजकल पाक्दैन भित्र पाइसक्यो तँ त्यही खाने सोझो अनमोल करी हो मिठो रहेछ नि म मेटले न ए दाल घर त छ छाया त खान्न कि मासु त किन पुरा मासु हड्डी नभएर के आया खान त बोइलर के भयो त्यो बुढामा अझ म निचालिन्छ त्यो खै के भएर पिलो निस्कियो कि के निस्कियो मजा निस्कियो काँडा काँडा निस्केको मिठो हुन्छ दस गर्छ नि त खाइहाल्नु त हेर उठाएन त्यो गेम हेर्छ त्यो फुटबलको वर्ल्ड कप सुरु भइसक्यो अभी त्यो हिमाल सुनारी कहाँ पाकिस्तान जान लाग्यो त्यो वर्ल्ड कपमा खेल्छ नि त्यो छोरी नै भलिबल खेल्ने मान्छे फुटबल होइन के पाकि उस कहाँ हाँसो लाग्यो मलाई त होइन कि अनि कहाँ पाकिस्तानमा जान लाग्यो कासुनु डाँगा इला इला माराको सानो मान्छे सानोबाट खेल्दा नि थोरै डल्लो के अरे साएर दिदीलाई मात्रै दिने अरे तिमी मसँग बोल्यो भने मात्र ल्याउने हो उसले त भेनालाई छोडेकै छैन त आएदेखि त दोनो ल यसको त आमामामामामा यसले त आज नुनु होला नि हेरे छैन आफ्नो प्यारी ठुलो नुनुलाई नि वास्ता गरे छैन त नखाने मलाई पनि हेरेको छैन म प्यारी नुनुलाई पनि हेरेको छैन खाऊ न त अनि गिलासमा पानी छ त ऊ भेनाले दिएको छ त छैन गाइस म चाहिँ यहाँ रोटी पोलेर आएको खाना खाएर यहाँ मेरो मामा घरमा चाहिँ पाहुना आउँदैछ घरले पोल्यो 12 बजेको टाइम अघि तपाईँ खाना नखाइ आउनु भएको थियो छ्या कस्तो काला गरौँ त Hindi pehla jim dini min daira bena rana hi ji chona ma jim dar kawa ni khoi ji jim ल दुई महिना अब घर जान ल मलाई दिएको भए म बरु लिन्छ अब बाबु तिमी र म मोमो खान जाने है त्यसले भोलि त होइन आज जाने हो यो चाहिँ आन्टी ल्याउनु भएको च्याउ सुकाएर ल्याएको यस्तो राति च्याउ यस्तो जापानिजहरूले चाइनिजमा खान्छ नि नि बोमा दुध खेल खाने का ओर्छ र छ नि दुधिया ओर्छ नि सारेमा खाले बो चाहिँ दुधिया चाहिँ खाखा छ नि कि नि जेना कारेला ल गाइस म चाहिँ अहिले चाहिँ यहाँ टक्क लाएर यहाँ बुङ्गुरको आँडाको भुट्टा पकाउँदैछु यस्तो गर्मीमा माइत आउँदा पनि सुख छैन मलाई माइजूले मलाई यस्तो गर्मीमा नि यस्तो पकाउन लाउँदैछ गाइजहरू आगोमा चट्ट
फेरि के यसको माइतमा ग्यास छैन ग्यासमा नपकाएको भन्दा ग्यास छ तर म आगोमा पकाउँछु आगोमा पकाएको छुट्टै मिठो हुन्छ नि त अनि त्यही भएर ग्यास पछाडि छ ग्यास पछाडि छ गाजर हो अनि त्यसपछि यो खाएर अनि हामी चाहिँ उता जान्छौँ आन्टी घरतिर जानु छ अङ्कल आन्टीहरूलाई भेट्नलाई जानु छ नि त ल टक्क लाएर यो चाहिँ रेडी भइसक्यो यो चाहिँ आन्द्रा भुँडी अनि यो चाहिँ बिहानको तरकारी हो क्या बुङ्गुरो मासु सबै गनाउन यो बुङ्गुरको मासु चाहिँ लाग्दैन मासु चाहिँ जति युज गरे पनि गनाउनु यहाँ अरू तरकारी चाहिँ एकछिन राख्नुहुन्न गनाएर टुम्पार हुन्छ बिहान पकाएको दिउँसो खान सकिन्न तर माछा मासु चाहिँ यस्तो कुराहरू चाहिँ गनाउनु लाग्यो जति राख्नु दिदी छिटो आउनु मासु किन बोला भनेको त्यसै ल्याएको कि दिदीसँग भिन्कीको सेताल मस सानो मस बाबुले छुट्याइदिन आएको बेलामा असल ल्याउनु थाल ल्याउनु कि थाल मेन जिगे दिन्थ्यो छ आमा पेट भन्छ नि पर म पुसेको फोन जान्छ न भुजा तुला सा बाबुना न मला टिसिनी लागत त दी तुर चाले हो टिसिनी पंडा जानु भयो वो नुनुहरु चप्पल वाले मैले के सिधा चोपले के यता आउ के दिले नानु जाउँ यहाँ त नानु भेनासँग आउँछु भन न आला के होला सम्झले तुरा असक्रो आल जमाल के ओए यार त बैठिरा यहाँ यहाँ न पैसा तिम्रो पैसा आइसक्रिम खाने हैन चिनी चढ गेल इसी चाहिँ मया आउँछ यहाँ यो खानेकुरा खान्छु यो नि त यो 50 रुपैयाँ यहाँ पनि ओसी मया आइसक्रिम लोकिनु न बाबुले चाहिँ लोङ हिँड्नु के ग्या चाहिँ पैसा भेनाको पैसा छैन र भेनालाई दिएको हो भित्र पनि थियो त दिव्याङको 50 आफ्नो भेनालाई त खुब दियो त आइसक्रिम खाने मम्मीलाई नदिने हो पैसा मेसिजर बगर त लाग्छ मम्मीलाई पैसा नदिने मन्दिर राख्ने खोल्टी नै छैन भेनाको मोमो खान जाने त्यो पैसाले भेनाको खोल्टी नै छैन पैसा ल पुरी दिन छुट्टिएला राछ खै हिजो दिदीले सोधे थिए कहिले छ असो न यसो भेनाले अब बियर खाइदिन्छ तिम्रो पैसाले है हुन्छ यसलाई ढोका ठुनेर जाऊ न अब त्यो पैसा लिएर पस अहिले सुतेको बेलामा जाने क्या जुस खानुलाई कति भयो खै गनौँ त बाबु ल्याउ न गनौँ त्यो पालेको त नि त्यो कमिलालाई पाल्ने कमिला पेमिलाको घुसाएर भर्ख्यो आनी म राते बराछ जाऊ माथि अब सीता नि हो तिमीलाई लानु नि पर्यो नि तिमीलाई लानु नि पर्यो नि सोमा फुपू घर जाने सोमा नुनु घर तँलाई पिट्छ सोमा नुनुले कम्युनल टोय के ग्यास मरो ओए त्यस्तो भन्यो कसलाई हान्ने अब मैले स्ट्रबेरी ल्याइदिन्न नि प ल्याइदिन्छु भने होला एक झपडा हानौँ रे अस्ति जस्तै ल्याइदिन कि मैले खान नखाने भन् पहिला खान नखाने हेर त कम्युनल खान नखाने भन् पहिला जाम खान्न मोमो पकाएर खाने हामी त झन् खान दिदी भनेको नानीलाई मात्रै ल्याइदिन्छु मैले यसले हामीलाई रुचाइन जम्से मोमो बनाएर खाने है त हान्छु नि भने अझै एक झप्पा हानौँ रे एक झप्पा हानौँ रे म को बच्चा हो कसरी भनेर ओ पप्पु पिट्न आइज तेरो छोरोलाई फटा भराइ थियो अब म ल्याइदिन्न तँलाई हेर्नु अब यत्रो फल त दिन्न अब जिमा जिके खान्छ खान भन् पहिला खाने नखाने मैले बाबालाई भन्दैछु पो ल जाम माइजु
फ्री छ नि त अहिले खान्छ कि खेत अब यो एकचोटि दिदीलाई चटाउ न मिठो रहेछ त्यो क्या बाटो के खै फेरि यसलाई त बेग महँगो पर्छ नि कस्तो डब्बा होला हेर्नु के देखा हुँ त छ दाजु नानी हो पानी पर्छ ल छोड्नु पर्यो नि यसले तिमी यहीँ बस ल हामी उता गएर आउँछ है नलानी के अलग त हिँड्दैन अहिले सोमा आन्टी देखेर जाउँ मिठो रहेछ नि बाबु मैले बोक्ने त होला दिन्छ यो कत्थरो र यता हेर त हामी गयो ल तिमीले चिने हामी कहाँ जाने हो बाबु बाबु तिमी सोमा नुनु घर बस है ल गाइस हामी चाहिँ अहिले चाहिँ यता आन्टी घर जाँदै हो घुम्दै फिर्दै यो एउटा पुच्छर चाहिँ हामीलाई छोडेको छैन मलाई भनेको होला सुई आर्मुले दिएन मलाई भनेको होला दिएन यी एउटा पुन्टे पुच्छर पछि 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 लाएर हिँड्ने यहाँ धान देख्न सक्नुहुन्छ हजुरहरूले सयको धान यता पनि हुँदैछ त दाल त बोर्डिङको पानी हो नि त गाइस हामी चाहिँ टक्क लाएर हामी माइत आइसक्यौँ यो चाहिँ मेरो एउटा माइती घर हो हेर्न सक्नुहुन्छ यहाँ हाम्रो मेरो माइती राजा कहाँ अवस्था अङ्कल के हो र मान्छे त खोइ आन्टी आउँदैछ भन्दै जान्थ्यो खै भरत निकेश उठ्नु न छोरी आइरहेछ मुजो काट्नु गर्नु के हो यो बडा छ नि के हो सबै भाँचेर रोपेको सरी मेरो भाइ मैले भिन्डी खाँदा दाना रोज ल जम 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 गाइस रात पर्यो राति दयो धरिन्छ नि तल चौतारामा नि गुलाबी कलरको देखेको थिएँ त जम बाबु ल गयो भोलि आउँछु ल के छैन ए आउने हो आन्टी घर भाथान आन्टी घर आउने हो अहिले चाँडै आउँछ के अनि यहीँ बसेर जाम्ला माथि आन्टी गयो है बेना घरमा छिटो घरमा छ बेना ल गाइस भन न वाट्सअप भन वाट्सअप गाइस मेरो भेना हराउनु भयो है भेना कता हराउनु भयो उता घरमा छ ल गाइस हामी चाहिँ उता आन्टी घरबाट आएको के अरे बुढा चाहिँ उता जानुभयो गर्मी भयो भने खोलातिर जानुभयो पुछैसँग अनि हामी चाहिँ तिमीलाई कसरी थाहा भयो घर गह भनेर भेना घर जानु भयो होइन उता घुम्न जानुभयो तिमीलाई थाहा छ र नचल है फेरि म त बोक्दिनँ तँलाई यहीँ छोडेर जान्छु त आउन सक्छस् घर छोट म गएँ त्यसो भए छोट 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 मेरो हात छोट हात छोट उसले चाहिँ भेना खोजेछ दिउँसोदेखि लगभग 5 बजेबाट छोडेर गएको होला उसलाई चाहिँ अनि उसले आएदेखि छोडेको छैन उसको भेनालाई ल अब चाहिँ हामी घर जाँदै हो पसिनाले यस्तो छ रात परिसक्यो अबेला भयो नि त अनि घरमा चाहिँ भेनाहरू आउनुहुन्छ क्या अहिले खाना खानालाई पाहुनाहरू चाहिँ जानुभयो भर्खरै बाइकमा मम्मीले खाना बनाउँदै हुन्छ क्या 2टा भेनाहरू लाउरे भेनाहरूलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि लाइक कमेन्ट सेयर गर्नु होला कमेन्ट गर्नु होला भन न गाइस भन मेरो दिदीको च्यानल सब्सक्राइब गर्नु होला भन बाई ल फेरि भन त बाई बाई गाइस भन भोलि भेटौँला मेरो दिदीको च्यानल सब्सक्राइब गर्नु लाइक कमेन्ट सेयर गर्नु सबैले माया गरिदिनुहोस् हो
तपाईँको कसैले तपाईँ आफै लिनु न चिसो मलाई सब राख्न ओह यसलाई किनिदिनु रे हेनाले किनिदिनुहुन्छ जा भेना कोला ए सालो केटा उ त्यहाँ अर्को भेनान छ चिनी झोक्रा उ त्यहाँ अर्को भेनान छ चिनी हात नभए चिनी नि दियो मको ओइ जालिङा पाओ मिनु एरिया रुना छ ए आज खाना बनाउनु भयो के खानु के खानु भेना घरमा उ त्यही त अनि बेरा दुईटा बेरा जारा बेरा भन्दा त म ठुलो छु क्या ठुलो कस्तो कुरा गर्नु भएको र मम्मीले फोन गर्नु भयो क्या कस्तो सानो म त बच्चा हो कि गयो त त्यो त बाई बाई आफ्नो घर आएको